प्रियकाली, मिठो सम्झना। आशा गर्छु तिमी खुसी र स्वस्थ छौ। धेरै समयपछि यो चिठी लेख्दैछु र जीवनले हामीलाई फरक बाटोमा लग्यो, तर बितेको केही सम्झनाहरू अझै मनको कुनामा सुरक्षित छन्। तिमीसँग बिताएका पलहरू मेरो जीवनको सुन्दर अनुभवमध्ये एक बनेका छन्। हाम्रो सम्बन्धमा अहिले जस्तो सुकै अवस्था बिताएको मेरो जीवनको सुन्दरता अनुभव मध्ये एक बनेको छन्। हाम्रो सम्बन्ध अहिले जस्तो सुकै अवस्थामा पुगे पनि म तिमीप्रति कुनै नराम्रो भावना राख्दिन। बरु तिमीले दिएको साथ र माया सम्झनाका लागि धन्यवाद भन्न चाहन्छु। कहिलेकाहीँ समयले मानिसलाई टाढा बनाइ दिन्छ, तर केही सम्बन्धले सधैँ केही सिकाइ छाडेर जान्छ। तिमीले जीवनमा जे चाहेको थियो त्यो पुरा होस् भन्ने म मनदेखि कामना गर्दछु। सधैँ यस कुरालाई मेरो सम्झना भयो भने यो सम्झना नराम्रो भन्दा राम्रो सफलहरू मात्रै सम्झिन्छु। आत्मा, तिमीले मेरो जीवनको एउटा सुन्दर होस्। हस्त। धन्यवाद।